एभ्रिवान, नमस्ते। म चाहिँ आज यहाँ बिहान के देखाउँछु तपाईँहरूलाई। यहाँ रक्सी पारेको, यहाँ चाहिँ अहिले रक्सी पारेको छ। अब म चाहिँ यहाँ आज हाम्रो गाउँमा के गर्छ सबै देखाउँछु गाईहरूलाई। हाम्रो बाजे बाई विषय हाम्रो बुजू के अरे आँखा र बुजू कहिले सामु रखौँ झन् खुर्सानी फुल। म चाहिँ अहिले पानी भर्न जाँदै हो। म चाहिँ अहिले पानी भर्न जाँदै है। पानी भर्न जाने बाटो एकदम सफा हाल्छ नि भने हेर्न यस्तो छ। फुल पनि सुकेको छ नि त बाटो। यहाँ टोलको नाम चाहिँ हो लुम्डी डाँडा टोल, स्याल्मे टोल पनि भन्छ तर पानी फुलै फुल के हो यो गुन्द्रुक होला। हेलो 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 बिनिसाको मम के गरे हो? जानी हो अब पानी भनेर आउँछु म भ्लग बनाउँदै हिँडेको क्या। के मान्छे रहेछ? मान्छे डढ्ने रहेछ क्या? हे तिरिका झन् हाम्रो गाउँको बाटो चाहिँ यस्तै हो। कि कति नराम्रो आएको हो भने यस्ता हे गाउँ। यहाँ चाहिँ म पानी भर्न आएको त बुझ्योहरू पुरानो हुँदो रहेछ। अब झन् भिडियो बनाएको त पानी भर्ने ठाउँ हो। यहाँ चाहिँ यस्तो छ, मन्दिर पनि छ। हेलो, हामी चाहिँ अहिले फुल टिप्नु जानु लागेको। बाटो चाहिँ यहाँ दामी देखा है, फुल टिप्ने। अनि ल त्यहाँ फुल टिप्ने चाहिँ यो ढोकोमा हो। ढोको भोरी भरेर ल्याइज भने हामीलाई चाहिँ अब के हुन्छ। यहाँ चाहिँ सदिना फुल टिप्दैछ। अनि कति राम्रो छ, टिप टिप टिप। ल सक्दैन के लाली गुराँस भोलि खोइ छ नि त। अब भोलिको लागि चाहिँ यहाँ फुल टिपेर फुल टिपेर यहाँ यसरी डोकोमा हाल्नुपर्ने हुन्छ हामीले। डोको नि कति राम्रो छ। टिप 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 त भोलि चाहिँ हाम्रो खोइ हो, त्यही भएर यहाँ चाहिँ तयारी चल्दैछ। गुन्द्रुकको अचार बनाउने भोलि चाहिँ। यो चाहिँ लाली गुराँस टिपेर आएको। गाइस यहाँ चाहिँ हाम्रो केटीहरू यस्तो मार्दैन हा हामी खाएर हा यहाँ बाजाहरू चाहिँ खाएर हा केटीहरू चाहिँ मार्दैन हा पहिला तिमीहरू खाऊ अनि बल्ल हामी खाऊ हामीले भात खाएन नि बाजे आज बालै खाएन।
अनि यहाँ चाहिँ त एकदम भाँडा धुन खोज्ने जस्तो जे अवस्था भए पनि लास्टै रिस उठ्ने ऊ त धोयो हामीलाई पनि धुन लगाउने योले ऊ त धोयो हाम्रो नि हात जुठो गरेर ल यति हाम्रो राम्री तरुनीहरू यहाँ चाहिँ हाम्रो बुझीहरू बाजे यस्तो सजावट डेकोरेसन काम हुँदैछ ब्यानर अब आज चाहिँ 27 गते भोलि 28 गते चाहिँ हाम्रो खोइ हो यहाँ यस्तो दामी सजावट डेकोरेसन चाहिँ दामी हो राम्रै छ अब अनि आजको लागि चाहिँ यति नै अब अरू सब भोलि